एक से आठ मार्ग श्री गुरुवासर की चरण संपूर्ण साधु संत को चरण कमल साधे गुरु की जीवन कोटि कोटि कीट न जाने मैं गुरु गुरु गति मत चंद्रमा सेवक नहीं सकूं अष्ट पर निरखत गुरु प्रेम से बोले सतगुरु कबीर साहेब चरण कमल आजको यो कबीर प्रकट दिवसमा विराजमान पूजनीय 108 महन्त श्री गुरदास साहेबज्यू र देवन साहेब सभापति महोदय र सम्पूर्ण साधु सन्तमा मेरो आन्तरिक हृदयबाट नै सप्रेम साहेब बन्दीको अभिवादन टक्राउन चाहन्छु र जति पनि टाढा टाढाबाट पाल्नुहुने सम्पूर्ण जिज्ञासा जनहरू सासाना नानी आमा बुवा मातापिता सम्पूर्णलाई पनि फेरि साहेब बन्दगी नमस्ते र प्रणाम भन्न चाहन्छु र यो कबीर साहेबको 628औं प्रकट्य दिवस हामी मनाइरहेका छौँ। हामीले गुरुवन्दना मिठा मिठा भजन र स्वागत मन्तव्य हाम्रो लीला साहेबबाट श्रवण गऱ्यौँ र मलाई पनि यो सुनौलो एउटा अवसर कबीर साहेबको प्रकट्य दिवसमा यो अवसर दिनुहुने आजको कार्यक्रम सञ्चालक ज्यूलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु र आज साँच्चै नै अति नै हर्ष उल्लासको दिन कबीर साहेब प्रकट हुनुभएको दिन साँच्चै नै हामी अति आनन्दित अनि हर्षित अनि प्रफुल्ल मुद्रामा छौँ र उहाँ साँच्चै नै जगतमा आउनु भएर हाम्रो यो मानव जीवन यो जीव उद्धारको लागि कबीर साहेब आउनु भएर साँच्चै नै जगतमा एक प्रकारको भनौँ एउटा दिव्यता प्रदान गरिदिनु भएको छ र सारा यो जीवको दुःख अनि कष्टलाई देखेर कबीर साहेब अति नै दुखित हुनुहुन्थ्यो र त्यही कारण उहाँ यस धराधाममा प्रकट हुनुभयो र हजुर हामीलाई नै त्यो दुःखबाट त्यो दलदलबाट निकाल्नको लागि यहाँ संसारमा पाल्नु भएको थियो र साँच्चै उहाँ अहिले नभए तापनि तर उहाँले छोड्नुभएका ती बाणीहरू ती विभिन्न चौपाई र मैनीहरू अहिले पनि जीवितै छन्, अहिले पनि अमृतमय नै छन्, जसले गर्दा जुन हामी त्यो वचनहरूलाई श्रवण गर्छौँ, ती वचनहरूलाई अध्ययन गर्छौँ, तब हामीलाई ती वचनहरू यति जीवित लाग्न थाल्दछ कि यति अमृतमय लाग्न थाल्छ कि कबीर साहेब स्वयं स्टिल हुनुहुन्छ भन्ने ती साखी अनि चौपाई र मैनीहरूले प्रमाण गर्दछ। किनभने कबीर साहेब साँच्चै नै हामी सम्पूर्णको हृदयको घटघटमा हुनुहुन्छ, त हामी त्यो घटमा रहेको परमात्मालाई कसरी चिन्न सक्दछौँ त भन्दाखेरि एउटा भजनमा भनेको छ, घूंघट के पट खोल रे तो ही पियो मिल जाएगी। त्यो घूंघटको पट जब हामीले खोल्नछौँ
जुन अज्ञान रूपी अन्धकारको हामीमा यो पर्दा लागेको छ, त्यो पर्दालाई हामी जब खोल्दछौँ तब मात्रै हामीले पिउलाई भेट्न सक्दछौँ। भनेको हामीले आफ्नो मालिकलाई भेट्न सक्दछौँ भनेर त्यो भजनमा पनि भनिएको छ। र शून्य महल में दिया बाल के आसन से मत डोल रे तो ही पियो मिल जाएगा। र शून्य महल में, शून्य गगनमा जब हामी कुनै पनि प्रकारको संकल्प विकल्प गर्दैनौँ र तन पनि तन थिर मन थिर वचन थिर सुरत निरत थिर होए, कहे कबीर उस दास को कल्पना व्यापे। र जब हामी तन थिर मन थिर वचन थिर भएर हामी रहन्छौँ तब हृदयमा एक दिया बाल्नुहोस्, एउटा साक्षी भावको, या भनौँ त्यो शून्य महलमा ज्ञानको दिया बाल्नुहोस्। त्यो दिया बालेर तपाईँ आफ्नो आसनदेखि जब डोल्नुहुन्न, जब चकमक गर्नुहुन्न, हल्लिनुहुन्न, तब मात्रै पिया मिल्न सक्छ, तब मात्रै तपाईले आफ्नो मालिकसँग भेट्न सक्छ भनेर कबीर साहिबले यी बाणी साखीहरूलाई हामी पिछाडेर जानुभएको छ। र यहाँ जिज्ञासा जनहरू पनि हुनुभएको कारणले गर्दा म अलिकति यसमा उहाँको बाणीलाई साथसाथमा लिई र एउटा मानवतनको पनि इम्पोर्टेन्सलाई म अलिकति फोकस गर्न चाहे। र एउटा हामी जब संसारिक अवस्थामा हामी काम गर्दै आफ्नो जीविका चलाइरहेका हुन्छौँ, त्यसमा हामी एउटा अध्यात्म के हो भन्ने जिज्ञासा भाव, एउटा धर्म के हो भन्ने जिज्ञासा भाव लिएर हिँडिराख्नु भएको जिज्ञासा प्रेमीहरूलाई साँच्चै नै एउटा यो अध्यात्मले हामीलाई तपाईँ को हुनुहुन्छ र संसारमा तपाईँ किन आउनुभयो र तपाईँको उद्देश्य के हो भन्ने एउटा सच्चा परिचय अनि हाम्रो मार्ग के हो त भन्ने हिसाबलाई यो एउटा धर्मले या एउटा अध्यात्मले हामीलाई सिकाउँदछ। र जब हामी अध्यात्ममा लाग्दछौँ तब हामीलाई यो बोध हुन्छ र यो महसुस हुन्छ कि हामी साँच्चै नै एउटा यो जीवन वास्तविक रूपमा खाना लाउन पिउन अनि घर चलाउनलाई बच्चा पैदा गर्नका लागि मात्रै होइन रहेछ। वास्तवमा यो जीवन त आफूलाई जानेर परमात्मालाई जानेर परमात्मासँग लीन हुनका लागि यो ठुलो अवसर मानवतन मिलेको रहेछ भन्ने कुराहरू हामीले एउटा अध्यात्ममा थाहा पाउँछौँ। र यो थाहा हुनका लागि एउटा अध्यात्ममा डोहोरिनका लागि र आफूलाई चिन्नका लागि चाहिँ हामीले गुरु धारण गर्न अति आवश्यक पर्दछ। जब हामी गुरु धारण गर्दछौँ, जब गुरुदेखि हामीले दीक्षा माला कण्ठी लिँदछौँ, तब उहाँले हामीलाई त्यो हृदयमा भएको अज्ञानतालाई, त्यो हृदयमा भएको त्यो पर्दालाई हटाएर तपाईभित्र भएको त्यो भिहुसँग मिलाइदिने ताकत गुरुसँग हुन्छ। र जब हामीले गुरु धारण गरिसकेपछि मात्र तपाईलाई एउटा अध्यात्ममा गाइडेन्सको साथमा उहाँले तपाईँ को हुनुहुन्छ र कसरी अन्तर्यात्रा गर्ने, तपाईँ आफूलाई कसरी जान्नुहुन्छ भन्ने यी मार्गदर्शकको साथमा, निर्देशकको साथमा चाहिँ उहाँले हामीलाई सत्संग अनि अध्यात्ममा अथवा ध्यानको गहिराइमा पनि उहाँको एउटा गाइडेन्स हामीमा रहन्छ। र जब हामी त्यो गाइडेन्समा हुन्छौँ, गुरुको त्यो वचनलाई मानेर हामी हिँड्छौँ भने मात्रै हामीले आफ्नो मुकाम तक हामी पुग्न सक्दछौँ। र जब गुरुले त्यो दिनुभएको ज्ञान, अनमोल ज्ञानलाई जब हामी तपाईँ साधन गर्दै जानेछौँ, तब मात्रै थाहा हुन्छ कि गुरुले कस्तो ज्ञान दिनुभएको रहेछ त भन्ने कुरा चाहिँ
तब मात्र थाहा हुन्छ। जब हामी साधन भजन सुमिरन गर्छौँ तब मात्रै हामीलाई गुरुले दिनुभएको त्यो अनमोल ज्ञानको चाहिँ महसुस हुन थाल्छ, या उहाँले दिनुभएको यति अनमोल धन रतन रहेछ भन्ने कुराको हामीलाई त्यतिखेर महसुस हुन्छ। र कबीर साहेबले त गुरुको महिमा बहुत गाउनु भएको छ। बहुत नै गुरु भन्ने वस्तु यति महान हुनुहुन्छ कि हामी नजाने त्यो दलदलमा फसिरहेको, एउटा किचडमा फसिरहेको एउटा जीवलाई गुरुले यति त्यो हिलोबाट उचालेर हामीलाई यति महान बनाइदिनु भएको हुन्छ कि जसरी एउटा कागले अब जे पाए त्यही खाइरहेको हुन्छ, फोहोरदेखि लिएर मैलादेखिको लिएर, तर हामीलाई कागबाट चाहिँ हामीलाई हंस बनाइदिनु भएको हुन्छ। हंसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ के कुरा चाहिँ चुन्ने हो, के कुरा चाहिँ लिने हो, एउटा निर र छिरलाई छुट्याएर चाहिँ एउटा हंसले चाहिँ त्यसलाई मात्रै ग्रहण गर्ने शक्ति, त्यो विवेक हामीलाई गुरुले प्रदान गरिदिनु भएको हुन्छ। र त्यही कारणले गर्दाखेरि चाहिँ यो मानव तन यति मूल्यवान छ कि तपाईँ हामीले यो मानव तनलाई साँच्चै नै सही रूपमा सदुपयोग गर्नु छ। किनभने अरू तनमा पनि आफ्नो बच्चाहरूलाई प्रेम गर्छ, एउटा पशुले पनि बच्चालाई प्रेम गरिरहेको हुन्छ, उसलाई खुवाउने पिलाउने सम्पूर्ण यी व्यवस्थापन गरिरहेको हुन्छ। तर किन चाहिँ मानवलाई मात्रै सर्वश्रेष्ठ भनियो त भन्दाखेरि चाहिँ मानवमा यो यस्तो एउटा सुरत भन्ने कुरा चाहिँ मानवमा मात्रै राखिदिएको रहेछ। एउटा जीव, चेतन, जड सम्पूर्ण कुराहरू एउटा पशुलाई पनि दिएको छ, तर मानवलाई एउटा श्रेष्ठ वस्तु के दिएको छ त भन्दाखेरि चाहिँ सुरती। त्यो सुरत भएकै कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो घरमा जान सक्ने त्यो क्षमता अनि जन्मसिद्ध अधिकार हामीमा परमात्माले अलरेडी हामीलाई इनबोर्न त्यो दिएर नै पठाउनु भएको हुन्छ। र त्यो सुरत, कबीर साहबले सुरतको बारेमा सूरत से देख ले वो देश संतो सुरती से देख ले वो देश, हामीले त्यो सुरतीले नै मात्रै चाहिँ वो देशलाई भनेको सतलोकलाई देख्न सक्दछौँ। तर अब हाम्रो सुरत चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ जस्तै सुरती फसी संसारमै ताते परि गए दूर। अब हाम्रो सुरती चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अब संसारकै काम धन्दामा लागिरहेको कारणले गर्दाखेरि चाहिँ हाम्रो मालिक या हाम्रो आत्मा चाहिँ दूर भयो, आफ्नो स्वरूपदेखि टाढा रह्यो। र त्यही दूर भएको आफ्नो स्वरूपदेखि हामी दूर भएकै कारणले गर्दाखेरि चाहिँ हामी यो काम व्यस्ततामै रुमलिरहेको र यो माया मोहमै अल्झिरहेको देख्नुभयो कबीर साहबले। उहाँ यति रुनु भएको, हे जीव तिमी फर्का आफ्नो घर, तिम्रो यो घर होइन, यो तिमी दुई दिनको लागि मेहमान हो, यो एउटा सराहाय हो यो संसार, तिमी यसमा नभुल्ल। तिम्रो घर यो होइन, तिम्रो देश त सतलोकमा हो। तिमी पहिला त्यहाँनिर अमृत पिएर बसेका थियौ, तिमी यति आनन्दपूर्वक बसेको थियौ कि फेरि वापस तिमी त्यही घरमा आऊ, त्यही घरमा तिमी जानुपर्छ। तिमी यो सराहायमा नबस, तिमी 2 दिनको मेहमान हो, यो सम्झ यो संसारलाई। तिमी यसलाई पर्मानेन्टली मेरो घर यो पर्मानेन्ट हो भन्ने हिसाबले नबस, तिमी यसमा जरा गाडेर नबस, तिम्रो घर चाहिँ यो होइन भनेर कबीर साहबले हामीलाई यो धराधाममा उहाँ प्रकट हुनुभएको हो। र हामी जनजनलाई यति सम्झाउनु भयो। अब त्यतिखेर थोरै जीवहरू मात्रै उद्धार भए, थोरै जीवहरू मात्रै सतलोक गमन हुन सफल भए। तर अब यो कलिकालमा साँच्चै नै हामीलाई 1008 पन्तश्री हजुर अर्धनाम साहेब अहिले हुनुहुन्छ, जो कबीर साहेब स्वरूप
हामीलाई अति नै प्रेमपूर्वक अति नै शीतल शब्दले अति मिठा ती शब्दहरूले हामीलाई सम्झाउनुहुन्छ कि साँच्चै नै यो मानवतनको सदुपयोग गर भनेर उहाँले हामीलाई बार बार सत्सङ्गमा भनिराख्नु भएको हुन्छ र म हजुरहरूलाई पनि यही अनुरोध र यही विनम्रता व्यक्त गर्न चाहन्छु कि साँच्चै नै हामी जुन मानवतन लिएर त्यो सुरत जुन छ एउटा पशुमा छैन, कुनै पनि पक्षीमा छैन, कुनै पनि वनस्पतिहरूमा छैन, तर हामी एउटा मानवमा त्यो सुरत भएकै कारणले गर्दा नै हामी आफ्नो घरमा जान सक्ने क्षमता छ हामीमा र त्यो क्षमताको सही सदुपयोग गरौँ। र म धेरै आफ्नो वचनलाई अगाडि बढाउन चाहन्न र त्यही हो, हजुर हामी अध्यात्ममा रहौँ र गुरुको शरणमा रहौँ र हामी जो जिज्ञासक जनहरू हुनुहुन्छ गुरुको शरणमा गई उहाँले दिनुभएको त्यो शिक्षालाई ग्रहण गर्नुहोस् र आफूमा भएको त्यो पिहुसँग भेट्ने तपाईहरूलाई पनि अधिकार छ र तपाईहरू पनि भेट्न सक्नुहुनेछ र त्यही शून्य महलमा साँच्चै नै हामी परमात्मालाई भेटौँ र त्यो आनन्दको स्वरूपमा हामी पनि मिलौँ भन्दै मेरो आउँदै गरेको विचारलाई यही गुरुचरणमा राख्न चाहे। प्रेम से बोले सद्गुरु कबीर साहेबको चरण कमलमा साहेब बन्दगी, सम्पूर्ण गुरुदेवको चरण कमलमा साहेब बन्दगी, सकल सबै सन्त समाजको चरण कमलमा साहेब बन्दगी।